आजको शीर्षक रहेको छ मात्रा चिनारी। आउनुहोस् मात्राहरू चिन्ने प्रयास गरौँ। मात्रा चिनारी। क, यो क अक्षरको आधा रूप हो, यसलाई क भनियो। अनि जोड अ थपेर बराबर क भएको छ। क पुरा हुनको लागि क को संरचना चाहिँ यस्तो हुन्छ। क यहाँनिर क अक्षर चाहिँ आधी छ अनि त्यसलाई जोडेर अ थपेर बराबर क भएको छ। यसै गरेर क को आधी रूपलाई क भनियो अनि जोड आ थपेर बराबर का भएको छ। यो का बनाउँदाखेरि यहाँ कमा आकार लागेको छ। यो आकार चाहिँ लागेको छ यहाँनिर हेर्नुहोस्। आकार लाउँदाखेरि का भएको छ। अब यसै गरेर क्रमबद्ध रूपले शब्दहरू बनाउँदै जाउँ। का क अक्षर थियो तर यहाँ आकार लाउँदा का भएको छ। यसमा म थपियो भने काम, काम भनेर एउटा शब्द भएको छ। खा ख अक्षरमा यो आकार लगाएर खा भएको छ। अनि त जोडियो भने खात, खात भनेर एउटा शब्द भयो। अब अर्को मा म अक्षरमा यो आकार लाउँदा मा भएको छ। अनि न लेखियो भने मान, मान भनेर शब्द भयो। बा ब अक्षरमा यो आकार लाउँदा बा अनि ल थपियो भने बाल। यसै गरेर च अक्षरमा आकार लाउँदा यहाँनिर आकार लाउँदा चा भयो। म ल चामल, चामल भन्ने शब्द भयो। बा ब अक्षरमा यो आकार लाउँदा बा भयो। अनि ल क लेखियो भने बालक, बालक भनेर शब्द भएको छ। अब एकचोटि पढौँ। काम, खात, मान, बाल, चामल, बालक। यी सबै आकार लागेर बनेका शब्दहरू भए। आकार, छटा इकार अथवा ह्रस्व इकार, बडा इकार अथवा दीर्घ इकार, छटा उकार अथवा ह्रस्व उकार, बडा उकार अथवा दीर्घ उकार, एकार, ऐकार, ओकार, औकार, शिरबिन्दु, विसर्ग, चन्द्रबिन्दु। आज यति मात्र मात्राहरूलाई प्रयोग गरेर शब्द बनाउने प्रयास गर्नेछौँ। आउनुहोस् अर्को पन्नामा। आकार, आकारको चिन्ह यस्तो छ। यसमा क जोड आ बराबर का। यो क अक्षर थियो, यो आकार लाउँदाखेरि का भएको छ यहाँनिर। अब यसै गरेर आकारबाट बनेका शब्दहरू अथवा चित्रसहित म देखाउने छु। आउनुहोस्। जस्तै मादल, यो मादल लेख्दाखेरि मा म अक्षरमा यो आकार लाउँदाखेरि मा भएको छ। द ल जोडेर मादल। तीनवटा अक्षरहरूको समूहले एउटा शब्द बनेको छ मादल, मादल। यसै गरेर छाता, छा छ अक्षरमा यो आकार लाउँदा छा भयो। ता त अक्षरमा पनि यो आकार लाउँदा ता भयो। छाता, छाता। पात, पा प अक्षरमा आकार लाउँदा पा भएको छ। अनि त लेखियो भने पात, पात। तामा, ता त अक्षरमा आकार लाउँदा ता, मा
म अक्षरमा फेरि पनि आकार लाउँदा मा, तामा, तामा। यसमा एकचोटि फेरि पनि पढौँ। मादल, छाता, पात, तामा। इकार, इकारको चिन्ह यस्तो छ, यसलाई ह्रस्व इकार पनि भनिन्छ। क आदि अनि जोड इ, यो छटा इ जोडेर बराबर कि भएको छ। अब यो किको संरचना यस्तो छ, यो क अक्षरमा यो इकार लाउँदाखेरि कि भएको छ यहाँ, कि। अब यसै गरेर चिल, यो चिल भन्ने यो पंक्षीको नाम लेखौँ। ची, च अक्षरमा यो इकार लाउँदाखेरि ची भयो, ल थपियो भने चिल भयो, चिल। यसै गरेर पिङ, पी, प अक्षरमा यो इकार लाउँदाखेरि पी भयो, ङ थपियो भने पिङ, पिङ। हिमाल, हि, ह अक्षरमा यो छटा इकार अथवा ह्रस्व इकार थपियो भने हि भएको छ यहाँ। मा, ल, हिमाल, हिमाल। किताब, कि, क अक्षरमा यो छटा इकार अथवा ह्रस्व इकार यहाँ लगाइयो, कि भयो, ता, ब, किताब, किताब। एकचोटि फेरि पनि पढौँ। चिल, पिङ, हिमाल, किताब। इकार, दीर्घ इकार, यसलाई बडा इकार पनि भन्ने गरिन्छ। क जोड इ बराबर कि भएको छ। यसमा क अक्षर थियो, तर यो दीर्घ इकारलाई यहाँ लाउँदाखेरि कि भनेर उच्चारण भयो। अब यसै गरेर यो दीर्घ इकारलाई प्रयोग गरेर केही शब्दहरू चित्रहरू सहित म देखाउने छु। दिन, दिन भन्नाले दुखी अथवा गरिब भन्ने बुझिन्छ। अब यहाँ दिन भनेर लेखौँ। दी, द अक्षरमा यो बडा इकार अथवा दीर्घ इकारलाई लाउँदा दी भयो, यसमा न थपियो भने दिन भयो, दिन भनेर एउटा शब्द बनाउन सकियो। यसै गरेर अर्को हेरौँ। दीप, दीप, अब द अक्षरमा यो बडा इकार अथवा दीर्घ इकारलाई यसरी लगाइयो अनि दी भयो, प जोड्यो भने दीप, दीप। टीका, टी, ट अक्षरमा दीर्घ इकार लाउँदा टी भयो, यसमा का जोडिदिउँ, टीका भयो, टीका भनेर शब्द भयो। अब अर्को 3, यो चाहिँ नम्बर हो, नेपालीको अङ्क। यसमा 3 भनेर शब्दमा लेखौँ। ती, त अक्षरमा यो बडा इकार अथवा दीर्घ इकारलाई लाउँदा ती भयो, न जोड्यो भने 3 भयो, 3 भनेर शब्द भयो। अब यसलाई एकचोटि फेरि पनि पढौँ। दिन, दीप, टीका, 3। उकार, ह्रस्व उकार, क जोड उ जोडेर कु हुन्छ। यसमा क अक्षरमा यो ह्रस्व उकार लाउँदाखेरि यहाँनिर कु भएको छ। अब चित्रहरूको नाम लेखौँ। कुकुर, कुकुर भनेर लेखौँ। कु, क अक्षरमा यो ह्रस्व उकार लाउँदा कु भयो। फेरि पनि क अक्षरमा
यो ह्रस्व उकार लाउँदाखेरि कु। अब यसमा र जोड्यो भने कुकुर। कुकुर भन्ने शब्द भयो। टुकी। टु ट अक्षरमा यो ह्रस्व उकार लाउँदा टु भयो। की क अक्षरमा बडा इकर लाउँदाखेरि टुकी भयो। टुकी। मुला। मु म अक्षरमा यो छट्टा उकार अथवा ह्रस्व उकार लाउँदा मु भयो। ला ल अक्षरमा आकार लाउँदा मुला। मुला भयो। यसै गरेर मुसा म अक्षरमा यो ह्रस्व उकार लाउँदाखेरि मु भयो। सा स अक्षरमा आकार लाउँदा सा मुसा। मुसा भयो। अब फेरि पनि पढौं। कुकुर, टुकी, मुला, मुसा। उकार, दीर्घ उकार, क जोड उ जोडेर कु भएको छ। क अक्षर थियो, यो दीर्घ उकारलाई यहाँ लाउँदाखेरि कु भएको छ। यसै गरेर अब चित्रहरूको नाम लेखौं। जुन, जु ज अक्षरमा यो बडा उकार अथवा दीर्घ उकारलाई लाउँदा जु भएको छ। यसमा न थपियो भने जुन। जुन। पूजा। पु प अक्षरमा यो दीर्घ उकार लाउँदा पु भएको छ। जा ज आकार जा पूजा। पूजा भयो। यसै गरेर धूप। धु ध अक्षरमा बडा उकार लाउँदा धु भयो। प जोडियो भने धूप। धूप भयो। फूल। फु फ अक्षरमा बडा उकार अथवा दीर्घ उकार लाउँदाखेरि फु भयो। ल जोडियो भने फूल। फूल। अब एकचोटि फेरि पनि पढौं। जुन, पूजा, धूप, फूल। एकार। एकारको चिन्ह यस्तो छ। क जोड ए बराबर के भएको छ। क अक्षर थियो तर यो एकार लाउँदाखेरि के भयो। अब चित्रहरू र शब्दहरू। मेवा। मे यहाँनिर एकार लाउँदाखेरि मे भएको छ। वा वमा आकार लाउँदा मेवा। मेवा भयो। सेना। से स अक्षरमा एकार लाउँदाखेरि से भयो। ना न अक्षरमा आकार लाउँदा ना। सेना। केरा। के क अक्षरमा यो एकार लगाऊ के भयो। रा रमा आकार लाउँदा रा। केरा। केरा भयो। रेल। र अक्षरमा एकार लाउँदाखेरि रे भयो। ल थप्यो भने रेल। रेल भयो। अब यसमा फेरि पनि पढौं। मेवा, सेना, केरा, रेल। एकार। एकारको चिन्ह क जोड ए जोडेर बराबर के भएको छ यहाँनिर। ठेकी। ठे ठ अक्षरमा एकार लाउँदा ठे भयो। कि कमा बडा इकार लाउँदाखेरि कि ठेकी। ठेकी भयो।
टेबिल, टेबिललाई टेबुल पनि भन्ने गरिन्छ, तर अहिलेलाई टेबिल भनेर लेखौँ। टे, ट अक्षरमा एकार लाउँदाखेरि टे भयो। बी, ब अक्षरमा छट्टा इकार लाउँदाखेरि बी, ल लेखियो भने टेबिल। टेबिल भनेर शब्द बन्यो। खेत, खे, ख अक्षरमा यो एकार लाउँदा खे भएको छ, त जोडियो भने खेत। खेत भन्ने शब्द भयो। सेलरोटी, से, स अक्षरमा एकार लाउँदा से भयो। ल, रो, टी, सेलरोटी। सेलरोटी। अब फेरि पनि पढौँ। ठेकी, टेबिल, खेत, सेलरोटी। ऐकार, ऐकारको चिन्ह यस्तो छ, क जोड ऐ बराबर कै। थैली, थै, थ अक्षरमा ऐकार लाउँदाखेरि थै भयो। ली, ल बडा इकर ली, थैली। थैली। घैला, घै, घ अक्षरमा ऐकार लाउँदा घै भयो। ला, लमा आकार लाउँदा ला, घैला। घैला भयो। मकै, म, कै, कमा ऐकार लाउँदा कै, मकै। मकै। पैसा, पै, प अक्षरमा ऐकार लाउँदा पै भयो। सा, समा आकार लाउँदा सा, पैसा। पैसा। यसमा फेरि पनि पढौँ। थैली, घैला, मकै, पैसा। ऐकार, ऐकारको चिन्ह क जोड ऐ बराबर कै। दैलो, दै, द अक्षरमा ऐकार लाउँदा दै भयो। लो, दैलो। दैलो। सैनिक, सै, स अक्षरमा ऐकार लाउँदा सै भयो। नि, क, सैनिक। सैनिक। कैदी, कै, क अक्षरमा ऐकार लाउँदाखेरि कै भयो। दी, कैदी। कैदी। खैनी, खै, ख अक्षरमा ऐकार लाउँदा खै, नि, खैनी। खैनी। अब एकचोटि पढौँ। दैलो, सैनिक, कैदी, खैनी। ओकार, ओकारको चिन्ह यस्तो छ, क जोड ओ बराबर को। को। गोरु, गो, ग अक्षरमा ओकार लाउँदाखेरि गो भयो। रु, गोरु। गोरु। झोला, झो, झ अक्षरमा ओकार लाउँदा झो भयो। ला, झोला। झोला। टोपी, टो, ट अक्षरमा ओकार लाउँदा टो भयो यहाँ। पी, टोपी। टोपी। घोडा, घो, घ अक्षरमा ओकार लाउँदा घो भयो। डा, घोडा। घोडा।
गोरु, झोला, टोपी, घोडा। ओकार, ओकारको चिन्ह क जोड ओ बराबर को। रोटी, रो र अक्षरमा ओकार लाउँदा रो भयो यहाँ। टी, रोटी, रोटी। दोकान, दो यहाँ द अक्षरमा ओकार लाउँदा दो भयो। का न, दोकान, दोकान। डोरी, दो ड अक्षरमा ओकार लाउँदाखेरि डो भयो। री, डोरी, डोरी। खोला, खो ख अक्षरमा ओकार लाउँदा खो। ला, खोला, खोला। रोटी, दोकान, डोरी, खोला। औकार, औकारको चिन्ह यस्तो छ क जोड औ बराबर कौ। यहाँ कौ भएको छ। 9, यो अङ्क नेपाली अङ्क 9 नम्बरको। अब 9 भनेर यहाँ लेखौँ। न अक्षरमा औकार लाउँदाखेरि 9 भएको छ। 9। औजार, औ अ अक्षरमा औकार छ त्यहाँ औ, अनि यहाँनिर औ भयो। जा र औजार, औजार। मौरी, मौ म अक्षरमा औकार लाउँदा मौ भयो। री, मौरी, मौरी। लौका, लौ ल अक्षरमा औकार लाउँदाखेरि लौ भयो। यहाँनिर का, लौका, लौका। 9, औजार, मौरी, लौका। औकार, औकारको चिन्ह क जोड औ बराबर कौ। कौवा, कौ क अक्षरमा औ लाउँदाखेरि कौ भयो। यहाँनिर कौ वा, कौवा, कौवा। कौवालाई काग पनि भनिन्छ। मौसम, मौ म अक्षरमा औकार लाउँदा मौ भयो। स म, मौसम, मौसम। दौरा, दौ ड अक्षरमा औकार लाउँदा दौ भयो। रा, दौरा, दौरा। लौरो, लौ ल अक्षरमा औकार लाउँदाखेरि लौ भयो। यहाँनिर रो, लौरो, लौरो। अब यसमा हेरौँ। कौवा, मौसम, दौरा, लौरो। शिरबिन्दु, शिरबिन्दुको चिन्ह यस्तो छ क जोड अन बराबर कङ। सिंह, सी स छटाइकर सी थियो, तर शिरबिन्दु लाउँदाखेरि सिंह भयो। यसमा ह थपियो भने सिंह, सिंह। संसार, सङ स अक्षरमा यो शिरबिन्दु लाउँदा सङ भयो। सा र संसार, संसार।
अंश अङ अ अक्षरमा शिरबिन्दु लाउँदाखेरि अङ भयो श लेखियो भने अंश 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 भनेको भाग भन्नु खोजेको सिंह संसार अंश चन्द्रबिन्दु चन्द्रबिन्दुको चिन्ह यस्तो छ चन्द्रबिन्दुले नाके स्वर निकाल्छ नाकबाट स्वर आउँछ अब हेरौँ हाँस हाँ यहाँनिर ह आकार हा थियो तर यो चन्द्रबिन्दु लाउँदाखेरि हाँ भएको छ यसमा स लाइयो भने हाँस भयो हाँस आँप आमा चन्द्रबिन्दु लाउँदाखेरि आ भयो प लाउँदाखेरि आँप भयो आँप यसै गरेर 5 यो नेपाली अङ्क 5 नम्बर यसमा पा थियो प आकार पा थियो चन्द्रबिन्दु लाउँदा पा भयो अनि यहाँनिर पा भएको छ च थपियो भने 5 5 भयो यसमा हेरौँ हाँस आँप 5